यहाँहरू सबैजनालाई नमस्कार। अनि आज चाहिँ म पाथिभरा मन्दिरको विषयमा जानकारी दिन चाहन्छु। तपाईँहरूले गुगल गरेर पनि धेरै कुरा हेर्न सक्नुहुन्छ अनि एआईलाई पनि सोध्नुहुन्छ र केही मेरा साथीहरू जो पास्टर इलाम झापाभन्दा बाहिरका साथीहरू हुनुहुन्छ, धेरैजनालाई त थाहा छ र थाहा नभएका मेरा साथीहरूले चाहिँ जो मसँग जोडिनु भएको छ सामाजिक सञ्जालमा र मलाई चिन्नुहुन्छ, उहाँहरूले चाहिँ सोध्नुहुन्छ कसरी आउने ताप्लेजुङ आउँदाखेरि पाथिभरा मन्दिर दर्शन गर्नका लागि चाहिँ कुन सिजन चाहिँ बेस्ट हुन्छ, खर्च कति लाग्छ भनेर सोध्नुहुन्छ। सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने ताप्लेजुङ जिल्लाको पाथिभरा मन्दिरलाई धेरैले चिन्नुहुन्छ। सबैतिर चाहिँ हाम्रो जिल्लालाई कञ्चनजङ्घा र त्योभन्दा पनि पाथिभरा नै बढी भनेर चिन्नुहुन्छ। तर हाम्रो जिल्लामा चाहिँ पाथिभरा एउटा आस्थाको देवी, आस्थाको धरोहर पाथिभरा माता सँगसँगै कुम्भकर्ण हिमाल, कञ्चनजङ्घा हिमाल, त्यसको बेस क्याम्पमा मजाले घुम्न सकिन्छ। त्यस्तै गरेर नजिकै रहेको हाम्रो फुङफुङे झरना रहेको छ होइन। त्यस्तै गरेर चाहिँ तोक्पेगोला, सोधुपोखरी छ, सिङ्जेमा ताल छ होइन। धेरैवटा तालहरू, पोखरीहरू, फाँटहरू एकदमै प्रकृतिले भरिपूर्ण रहेको ठाउँ छ। यहाँको जैविक विविधता पनि उत्तिकै राम्रो रहेको छ, एकदमै सुन्दर रहेको छ। हाम्रो जिल्ला चाहिँ नगदेबाली, अलैँची सबैभन्दा बढी फल्छ हाम्रो जिल्लामा चाहिँ, र एकदमै राम्रो छ हाम्रो जिल्ला। र तपाईँहरू जुनसुकै सिजन पनि हाम्रो जिल्ला घुम्न सक्नुहुन्छ। तर त्यसमा चाहिँ म यो बर्खाको सिजन पानी परिराख्ने, गड्याङ गुडुङ चट्याङ परिराख्ने सिजन भन्दा पनि अरू समय नै हाम्रो जिल्ला भ्रमण गर्नका लागि चाहिँ म तपाईँहरूलाई आग्रह गर्छु। र पाथिभरा मन्दिर चाहिँ विशेष गरी दसैँको बेलामा असोजमा होइन, भदौ असोज दसैँको छेक पारेर चाहिँ एकदमै बढी भक्तजनहरूको भिड लाग्ने गर्छ। त्यस्तै गरी रामनवमीमा, नयाँ वर्षमा पनि त्यत्तिकै भिड लाग्ने गर्छ भने बाह्रै मासा चाहिँ पाथिभरा मन्दिरको चाहिँ दर्शनार्थीहरूले दर्शन गरिराख्नु भएको छ। नेपाल मात्र होइन, छिमेकी देश भारत सँगसँगै अन्य देशका नागरिकहरू पनि यो मन्दिरमा चाहिँ आएर दर्शन गर्नुहुन्छ, भ्रमण पनि गर्नुहुन्छ त्यो ठाउँको होइन। जुन मन्दिर एरियाबाट धेरैवटा हिमालहरू पनि देखिने गर्दछन्। अब अलिकति कुराकानी गरौँ कस्टको है। हाइट छ 3794 मिटर हाइटमा रहेको छ। तपाईँलाई चाहिँ कुनै स्वास्थ्यमा समस्या छ भने, गाह्रो भइरहेको अवस्था छ भने चाहिँ तपाईँलाई म मन्दिर नआउनका लागि नै आग्रह गर्छु। पुरा रूपमा चाहिँ स्वास्थ्य हुनुहुन्छ भने मन्दिर आउनुहोस्। अनि तपाईँलाई चाहिँ अल्टिट्युड सिकनेस अथवा भनौँ धेरै हाइटमा जाँदा चाहिँ गाह्रो भइरहेको छ भने पनि तपाईँलाई चाहिँ म नआउनका लागि आग्रह गर्छु। र 3794 मिटर उचाइमा रहेको पाथिभरा मन्दिरको दर्शन गर्नका लागि तपाईँ काठमाडौँ हुँदै हुनुहुन्छ भने चाहिँ तपाईँले विराटनगरको एउटा फ्लाइट लिन सक्नुहुन्छ। त्यस्तै गरी भद्रपुरको अर्को फ्लाइट तपाईँलाई इजी हुन्छ त्यो लिन सक्नुहुन्छ। विराटनगरबाट चाहिँ तपाईँले इटरी या विराटनगरै बस्नुभयो भने भोलिपल्ट बिहानको गाडी भेट्नुहुन्छ। 6-7 बजीसम्म चाहिँ तपाईँले गाडी ताप्लेजुङ आइसक्छ। त्यसका लागि अघिल्लो दिन नै गाडी भन्नुपर्ने हुन्छ। त्यहाँदेखि ताप्लेजुङसम्मको, फुङलिङ बजारसम्मको भाडा भनेको 1500 रुपियाँ रहेको छ। यदि भद्रपुरमा तपाईँ ल्यान्ड हुनुभयो भने प्लेनको त अब चेन्ज भइ नै रहेको हुन्छ, त्यो अनुसार तपाईँले तिरेर त्यहाँसम्म आउनुपर्ने हुन्छ। तपाईँ चाराली या बिर्तामोड निस्केर बस्न सक्नुहुन्छ भद्रपुरको फ्लाइट लिने साथीले। र भद्रपुरबाट तपाईँ भद्रपुरै बस्नुभयो भने पनि त्यहाँबाट चाराली आउनुपर्ने हुन्छ, अथवा त्यहीँ पनि तपाईँलाई पिकअप गर्न चाहिँ गाडी आउन सक्नुहुन्छ। धेरैजना हुनुहुन्छ भने र गाडी रिजर्भ गर्नुभएको छ भने चाहिँ त्यहीँ पनि आउन सक्छ। नत्र भने चाहिँ तपाईँ चाराली या बिर्तामोडको गाडी चाहिँ पक्रिनु पर्ने हुन्छ। त्यस पछाडि भद्रपुरको साथीहरू इलाम हुँदै पास्तर, इलाम फिक्कल कन्याम हुँदै चाहिँ पास्तर अनि ताप्लेजुङ आउनुहुन्छ होइन। र उता विराटनगरको फ्लाइट लिने साथीहरू चाहिँ अथवा भनौँ गाडीबाट आउँदै हुनुहुन्छ भने पनि विराटनगरतिरबाट चाहिँ आउँदै हुनुहुन्छ भने, अथवा कोसीको बाटो चाहिँ गाडीमा आउँदै हुनुहुन्छ भने इटरी धरान हुँदै तपाईँहरू भेरेटार, धनकुटाको भेरेटार हुँदै चाहिँ मूलघाटबाट चाहिँ यता लाग्नुहुन्छ। अनि पाँचथर निस्किनुहुन्छ, पाँचथरको जोरसलबाट चाहिँ अनि हुँदै काबेली खोला हुँदै तपाईँ ताप्लेजुङ आउनुहुन्छ। यताको दमोर कोरिडोरको बाटोको तपाईँलाई 1500 रुपियाँ लाग्छ भने भद्रपुरदेखि आउनुभयो भने 1400 रुपियाँ लाग्छ फुङलिङ बजारसम्मको। र फुङलिङ बजार तपाईँ बिहान 6 बजी 7 बजीतिर हिँड्नुभयो भने 2-3 बजीतिर यहाँ आइपुग्नुहुन्छ। यहाँबाट तपाईँले चाहिँ काफ्ले पाटी
होइन। फुङलिङ बजार चाहिँ 1805 मिटर उचाइमा रहेको छ। यो फुङलिङ बजारबाट सुकेटार 2420 मिटर उचाइमा अवस्थित सुकेटार हुँदै 2800 मिटरमा अवस्थित काफ्लेपाटीमा तपाईँ गाडीमा जान सक्नुहुन्छ। यो काफ्लेपाटीसम्म चाहिँ गाडी जान्छ, त्योभन्दा उँभो गाडी जाँदैन। त्यहाँसम्म गाडीमा गइसके पछाडि तपाईँले चाहिँ हिँड्नुपर्ने हुन्छ। तपाईँ जुन तलबाट आएकै दिन चाहिँ तपाईँ काफ्लेपाटी पुग्न सक्नुहुन्छ र काफ्लेपाटी पुगेर पनि तपाईँले चाहिँ गाह्रो भयो भने तपाईँ त्यहीँ बस्न पनि सक्नुहुन्छ। काफ्लेपाटीमा घरहरू पनि छन्। सँगसँगै तपाईँ सुकेटार या फुङलिङ बजारै पनि बस्न सक्नुहुन्छ। र विशेष गरी धेरैजना चाहिँ माथि नै जानुहुन्छ। माथि प्याक भएको सिजनको बेलामा चाहिँ तलै बस्नुहुन्छ। भोलिपल्टको लागि बाटो छोटिन्छ भनेर धेरैजना चाहिँ ठुलो फेदीसम्म जानुहुन्छ होइन। अब कुरा गरौँ काफ्लेपाटी। काफ्लेपाटी 2800 मिटरमा अवस्थित काफ्लेपाटीबाट चाहिँ 2936 मिटरमा अवस्थित बलुडाँडा हुँदै 3057 मिटरमा अवस्थित गुराँसे, त्यसपछि हुँदै तपाईँ पुग्नुहुन्छ 3202 मिटरमा अवस्थित ठुलो फेदी। त्यो चाहिँ अन्तिम बस्ती हो पाथिभरा मन्दिर जाने बाटोको। ठुलो फेदीमा तपाईँ बस्न सक्नुहुन्छ। त्यही गएको दिनसम्म तपाईँ काफ्लेपाटीबाट हिँडेर ठुलो फेदीसम्म पुग्न सक्नुहुन्छ। सक्नु भएन भने काफ्लेपाटीमा अथवा फुङलिङ बजारमै पनि बस्न सक्नुहुन्छ। अनि ठुलो फेदीमा बसिसके पश्चात अर्को दिन तपाईँ बिहान उठेर मन्दिर दर्शन गर्न जानुहुन्छ। र त्यस पछाडि तपाईँको स्टार्ट हुन्छ यात्रा बिहानबाट। तपाईँ कति बजी हिँड्नुहुन्छ त्यो तपाईँमै भर पर्छ। र तपाईँ हिँड्दै गइसकेपछि सुरुमै कान्छी थाना आउँछ, त्यहाँबाट धेरैले पूजा स्टार्ट गर्नुहुन्छ। त्यस पछाडि जङ्गलको बाटो छ, त्यस्तो नराम्रो बाटो छैन, हिँड्नको लागि राम्रो नै बाटो छ। अलि माथिबाट फाइबर ट्रस छ भने सबैतिर फाइबर ट्रस छैन। र ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा चाहिँ यो समयमा पानी परि नै रहेको छ, हिउँ असिनाहरू परिरहेको छ। नर्मल्ली चाहिँ तपाईँले छाता अथवा रेनकोट, प्लास्टिकको रेनकोटहरू चाहिँ बोक्नुभयो भने उपयुक्त हुन्छ। अनि न्यानो न्यानो कपडाहरू चाहिँ तपाईँले बोक्नु नै पर्ने हुन्छ। मन्दिरमा बाटोमा हिँड्दा चाहिँ गर्मी भए पनि माथि पुगेपछि चाहिँ तपाईँलाई जाडो हुन्छ। केही ज्याकेटहरू, केही न्यानो कपडाहरू बोक्नुपर्ने हुन्छ। र तपाईँ ठुलो फेदीबाट बिहान हिँड्दै हिँड्दै गइसके पछाडि 3700 मिटरमा चाहिँ एउटा ठुलो घन्टी आउँछ। त्यस पछाडि चाहिँ तपाईँ पुग्न सक्नुहुन्छ। अलिकति हिँडे पछाडि 3794 मिटरमा अवस्थित मन्दिरमा पुग्न सक्नुहुन्छ। तपाईँ कति घन्टामा पुग्नुहुन्छ भन्ने कुरा तपाईँको हिँडाइमा भर पर्छ। त्यसले गर्दाखेरि यहीँ फुङलिङ बजार बसेर अर्को दिन बिहानै हिँड्नुभयो भने मन्दिर ढिलो पुग्नुहुन्छ। ठुलो फेदी पुग्नुभयो भने ठुलो फेदी पुगेर बस्नुभयो भने अर्को दिन चाहिँ तपाईँ बिहानै एकदमै सबेरै चाहिँ मन्दिरको दर्शन गर्न सक्नुहुन्छ। अनि तपाईँ सनराइज हेर्न चाहनुहुन्छ भने चाहिँ सनराइजको टाइम हेरेर त्यो टाइमभन्दा अगाडि पुग्नुभयो भने चाहिँ पाथिभरा मन्दिरबाट चाहिँ हिमाल मात्रै होइन सनराइज पनि हेर्न सक्नुहुन्छ। र अघि मैले गाडीको कुरा गरिरहेको थिएँ 1500 र 1400 र यहाँदेखि काफ्लेपाटीसम्मको 400 रुपैयाँ गाडी भाडा रहेको छ। 15 र 4 ले 19। तपाईँ प्लेनमा आउनुभयो भने तलसम्मको भाडा त त्यो प्लेनको छुट्टै भयो। अनि ताप्लेजुङमा पनि विमानस्थल सुकेटार एउटा मात्र विमानस्थल छ, तर मौसमको कारणले गर्दा अहिलेको समय चाहिँ के अरे यो प्लेनहरू ल्यान्ड भइरहेको अवस्था छैन। र म तपाईँलाई यो सिजनमा यो धुम्म परेको सिजनमा आइराख्नु भएको छ भने चाहिँ विशेष गरी ताप्लेजुङको प्लेनको भर पर्नुभन्दा पनि तपाईँ चाहिँ बाई रोड नै गाडीमै आउनुभयो भने चाहिँ मन्दिरको दर्शन गर्न सक्नुहुन्छ। र तपाईँले त्यहाँ बस्दाखेरि चाहिँ 1000-1500 सम्मको रुम हुन्छ भने खानाको भेज खानाको 200-250 रुपैयाँ मात्र छ। त्यो हुँदाखेरि चाहिँ तपाईँलाई त्यत्रो धेरै कस्टली चाहिँ छैन। र यतिखेर तपाईँ बाइकमा आउँदै हुनुहुन्छ भने चाहिँ कृपया फुङलिङ बजारभन्दा माथि सुकेटारभन्दा माथि चाहिँ बाइक नलानका लागि आग्रह गर्छु। हिलो बाटो भएकोले गर्दा एकदमै बाइक लान पनि गाह्रो भइरहेको अवस्था छ। यसरी समग्र रूपमा हेर्ने हो भने त्यस्तो धेरै कस्टली चाहिँ छैन, तर अलिकति चिसो भएकोले गर्दाखेरि आफूलाई चाहिने केही औषधिहरू, आफूलाई चाहिने न्यानो कपडाहरू, पानीको थर्मसहरू, तपाईँले रेनकोट वा छाताहरू त्योहरू चाहिँ बोक्न नबिर्सनु होला। र कोही यदि केही समय अगाडि मात्रै एकजना बच्चाको चाहिँ ज्यान गयो, उहाँलाई निमोनिया भएको भन्ने कुरा पनि आइरहेको छ होइन। त्यसरी निमोनिया दमका बिरामीहरू भएको बच्चाहरू अथवा कोही वृद्धहरू हुनुहुन्छ भने चाहिँ नलाँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ। यो चाहिँ मेरो व्यक्तिगत धारणा हो र तपाईँहरूको विचार हो, अरू कुरा चाहिँ। र मैले चाहिँ कति सकेँ, कति तपाईँहरूलाई कन्फ्युजन पनि भयो होला, मलाई सोध्न पनि सक्नुहुन्छ अझै पनि। धेरैजना साथीहरूले सोध्नु भएकोले गर्दाखेरि चाहिँ मैले समग्र तपाईँहरूको जिज्ञासालाई चाहिँ एउटा भिडियोमा बनाउने कोसिस गरेको छु। तपाईँहरूले एआई गरेर पनि हेर्न सक्नुहुन्छ ChatGPT-मा होइन। त्यस्तै गरी तपाईँले गुगलमा पनि हेर्न सक्नुहुन्छ। र मेरो यो भिडियो हेर्नुभयो भने पनि तपाईँहरूलाई उपयोगी नै भयो भन्ने लाग्छ।
हस्, थ्याङ्क यू। नमस्ते। जय माता पाथिभरा।